चाहिँ हुनुहुन्छ पुराना निर्देशक हुनुहुन्छ। म लिम्बूहरूमै सबैभन्दा ह्यान्डसम आफूलाई दाबी गर्ने उहाँ झन् ह्यान्डसम हुनुहुन्छ। आदरणीय विनोद सेरिङज्यू कृपया यहाँ आइदिनु होला। छोड्नु छ यो अलिकति बात चाप्रो मिलाते यो अलिकति बात फेम्रो मिलाते नि अगाडि बात यो पनि आज जियोस लिम्बू या थ्रु उसको क्राली बाटा मिल्ने यहाँ आउनुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसरी यो क्षेत्रमा लागिराख्नु साथीहरूले यस्तो क्षेत्रमा काम गर्दाखेरि यो कार्य क्षेत्र कस्तो छ सरका अप्ठ्यारो कुराहरू उहाँलाई थाहा छ। म पनि अलिकति पछि बेलालाई हिँड्ने गरेको हुनाले निकै धेरै कुरा थाहा छ। उहाँले जुन कार्य गर्नुभएको छ यस्तो कार्यले स्वार्थै हेर्दाखेरि केही ऐतिहासिक धार्मिक सांस्कृतिक आदि धेरै क्षेत्रमा यो कार्यले धेरै समृद्धितर्फ उन्मुख गराएको हुन्छ। तसर्थ हामी भेला भएर एकछिन बसेर मात्रै उहाँले यसो हेरिदिनु मात्रै भने पनि उहाँले उत्साह स्वाभाविक रूपले बढ्छ नि। यो अर्थमा तपाईँहरू यहाँ उपस्थित हुने सम्पूर्ण सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आउँदो दिनमा भोलि पर्सि कार्यक्रममा यस्तो ठाउँमा सकेसम्म हामी टाइम दिउँ। हामीले उहाँले यसो दुःख सुखको टिकटहरू ल्याउनु छ अलिक दिउँ भनेर अनुरोध गर्दै मेरो पनि यहाँ नै अन्त्य गरेर फिल्म कस्तो लाग्यो? फिल्म ठिक छ। कथा बस्दै एकदमै राम्रो होइन। हजुर कथा बस्नु चाहिँ भयङ्करै राम्रो चिज हो, राम्रो हो। तर अलिकति चाहिँ त्यो हात पारे पालाम चाहिँ अलिक बढी भयो कि भन्ने चिज मात्रै हो। गाना चाहिँ अलिक बढी भयो कि भन्ने। कथा बस्नु एक्सलेन्ट ठिक छ। राम्रो लाग्छ, राम्रो एक्टिङ ठिकै छ होइन। अनि मेन चाहिँ यथार्थमा त्यो विद्वान हुन्छ नि, विद्वानलाई यो हाम्रो सोसाइटीले अलिकति त्यो किसिमले डोमिनेट गर्छ, त्यो गर्नु हुँदैन भन्ने हो। कथा बस्नु राम्रो छ, एकचोटि फेरि हेर्दा राम्रो हुन्छ। थ्याङ्क यू सर। थ्याङ्क्स। सेवारो फिल्म चाहिँ कहानी बुझ्नु चाहिँ अलिकति मलाई चाहिँ गाह्रै लाग्यो। हजुर तर भिडियो क्वालिटी चाहिँ अहिलेसम्म हेरेकोमा लिम्बूकोमा चाहिँ अलि बेस्टै लाग्यो है। हाई क्वालिटी क्वालिटी चाहिँ अब कहानी चाहिँ बुझ्नु चाहिँ मलाई चाहिँ अलिकति गाह्रै लाग्यो। तर भए पनि राम्रो छ होइन हाम्रो कल्चरको। एकदमै राम्रो लाग्यो कि हाम्रो लिम्बूको कल्चरल होइन पालाममा आधारित मुभी रहेछ। निर्देशक कलाकारहरू सम्पूर्णलाई एकदमै धेरै योग्य र हाम्रै गाउँ सृजनापालिका सिमेचामा बनाएको चाहिँ एकदम मेरो पुरानो कुराहरू सम्झना आयो। सबै मन पर्यो। हाम्रो एजमा पनि एक्टिङ गर्न सक्दो रहेछ भन्ने कुरा अनि त्यति हो। शुभकामना केवल 2 मिनट समय दिएका छौँ। प्रमुख अतिथिको रूपमा निमन्त्रणा गर्नुभएको मायालाई धेरै धेरै एउटा धन्यवाद दिन चाहन्छु। र आजको यो फिल्म सो प्रोडक्सनको यस सन्दर्भमा 2 शब्द राख्ने मौका पनि दिनुभयो, जसमा यहाँलाई मोरी धन्यवाद दिन चाहन्छु। र हाम्रो विगतका दिनहरूमा याथुङ्गाहरूको जो कला संस्कृतिहरू जो हराइरहेको अवस्था थियो, तर आज यहाँले यसै फिल्मबाट यसै चलचित्रको माध्यमबाट पनि
यहाँले एउटा बुझ्ने स्मरण गराउने जो एउटा विचारहरू यो हाम्रो इतिहासहरू यहाँले फिल्म मार्फत अहिले यो देखाइरहनु भएको छ, जसमा यस मार्फतमा पनि यहाँलाई मोरी धन्यवाद दिँदै आजको यस हाम्रो फिल्म सोको सो भएको चाहिँ आजकै दिन, आजकै तिथि, आजकै मितिबाट सो भएको एउटा घोषणा गर्दै मेरो पनि यही 2 शब्द अन्त गर्न चाहन्छु। नोगेन सेवाहरू, धन्यवाद। एकदमै राम्रो लाग्यो। के मन पर्यो यसमा? मलाई यसको स्टोरी राम्रो लाग्यो। मन पर्यो? राम्रो लाग्यो? सबैजनालाई सफलताको शुभकामना भन्दै मेरो तर्फबाट धेरै 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 शुभकामना। यारी नोगेन यति राम्रो मुभी बनाउनु भएकोमा धन्यवाद। हजुर, मलाई त ठिकै लाग्यो। के मन पर्यो फिल्ममा? सर निन्द्रा नलाग्ने, हजुर जे होस् कथाहरू चाहिँ अब मलाई ठिकै लाग्यो। हजुर चित्त बुझ्यो मलाई यो कथाहरू एकदम राम्रो। त्यसै गर्दा बनाउने नै यसरी हो, मलाई ठिकै लाग्यो। के मन पर्यो? के मन पर्यो फिल्ममा चाहिँ? हो, रमाइलो भयो? राम्रो लाग्यो? धन्यवाद। हस्, यो एकदमै राम्रो इनर्जेटिक, जस्तै अब विधवा नारीप्रतिको एउटा जुन पीडा उहाँले बोक्नु भएको एउटा जुन समाजको अपहेलित कुराहरू जुन सन्देश दिनुभएको छ, यो अत्यन्तै मर्माहत र प्रशंसनीय। जो विधवा नारीले भोग्नु परेको पीडा सम्पूर्ण नारीहरूले, कति नेपाली नारीहरूले, संसारका नारीले भोग्दै आउनु भएको त थियो नै, तर पनि हाम्रो समाजले के बुझिदियोस् भन्ने लाग्दो रहेछ नि। विधवा नारीप्रतिको चाहिँ त्यस्तो किसिमको नजरहरू हुँदैन है। वास्तवमा मान्छेको पीडा सबैले पर्छ त्यस्तो खालको भन्ने खालको सन्देश दिनुभएको छ। अत्यन्तै मर्माहित र प्रशंसनीय पीडाहरू उजागर गरिएको छ भन्ने मलाई लाग्यो र सम्पूर्ण दर्शकहरूले पनि एकदमै राम्रो मान्नुभयो। मलाई पनि राम्रो लाग्यो। एकदमै नोगेन सेवाहरू एकदम सफलताको साथ फिल्मलाई पनि म सम्पूर्ण टिमलाई पनि धन्यवाद दिन चाहन्छु। धन्यवाद। एकछिनलाई यहाँ उता क्या आत्महृदयबाटै गर्व लागेको छ। मैले निमन्त्रणा पाएको 3:45 बजी थियो, तर समयको बावजुद आधा फिल्म हेर्न अवसर पाएँ। त्यसमा धेरै ज्ञानहरू मैले हासिल गर्न पाएँ। त्यस पछाडि हाम्रा रवि शर्माज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यो फिल्म हेरिरहँदाखेरि मलाई एकदमै गाउँघरको याद आयो। एकदमै कुनै कुनै घटनाहरू मैले पनि महसुस गरेको छु। र यस्ता फिल्महरू हाम्रा लिम्बू
समुदायबाट धेरै धेरै बनोस् भन्ने कुरा म तपाईँहरू माझ राख्दछु र यहाँ सम्बोधन गर्नुपर्ने धेरै दर्शकहरू फिल्म यो बनाउनुको लागि योगदान दिनुहुने आदरणीय व्यक्तित्वहरू काठमाडौँका मैले धेरै चिनेको हाम्रा अग्रज ब्रिटिस आर्मीका क्याप्टेनदेखि लिएर किराँत चुम्लुङका हाम्रा अध्यक्षज्यूहरू सचिवज्यूहरू निवर्तमान सचिवज्यूहरू लगायत यहाँ विभिन्न ठाउँबाट उपस्थित भएर यहाँ दर्शकको रूपमा रहनुहुने सम्पूर्णलाई मेरो तर्फबाट आजको यो प्रमुख अतिथिको एउटा 2 शब्द राख्ने अवसर दिनुभयो। त्यसको लागि यो फिल्म प्रोडक्ट हाम्रो रवि शर्माज्यू लगायत उहाँको टिम सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र यस्ता फिल्महरू धेरै धेरै हाम्रो लिम्बू समुदायमा बनोस् भन्ने म शुभकामना दिन चाहन्छु र आज मेरो सायद इतिहासमा पहिलोचोटि होला यो प्रमुख अतिथि यो फिल्म प्रोडक्ट गरिरहँदाखेरि प्रमुख अतिथिको अतिथ्यता ग्रहण गर्ने अवसर दिनुभएको त्यसलाई म कदापि मेरो जीवनभर बिर्सने छुइनँ भन्दै अब अलिकति फिल्म पनि हेर्नु पाएँ बिचमा हाफ्रेँ। त्यसले गर्दा त्यो फिल्म एकदमै मार्मिक छ, हाम्रो जीवनसँग जोडिएको त्यस्ता घटनाहरू धेरै थोरै मैले पनि ढिउरेर आएको छु। गाउँघरमा त्यस्तै विधवा चेलीहरूलाई अपमानित गर्ने चलन थियो, अझै पनि छ होला मेरो विचारमा र त्यसलाई आधारित बनाएर तपाईँहरूले यो फिल्म प्रदर्शन गर्नुभयो, सो देखाउनुभयो। त्यसको लागि तपाईँहरू सम्पूर्ण यो फिल्म बनाउने तपाईँहरू अभियन्ताहरूलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु र यो अब अन्तिम आजको कति 200-300 कति थियो होला, अब अन्तिममा चाहिँ हामी करिब यो हलको आदि मात्रै देखिन्छ। फिल्म सुरु भएपछि बाहिरबाट आउनुहुने छ होला जस्तो लाग्छ मलाई र धेरै धेरै धन्यवाद भन्दै यो फिल्मलाई सुरु गरिदिनु हुनुको लागि पनि अघि हाम्रा यासिदी यङज्यूले अनुमति दिनुभएको छ र यो फिल्मलाई सुरु गरिदिनु हुनुको लागि म विनम्रताका साथ अनुरोध गर्दै मेरो 2 शब्द यहीँ समाप्त गर्दछु। लोकेन सेवा हो। तर धेरै राम्रो लाग्यो होइन, मलाई अलिकति रुन मन पनि लाग्यो, हाँस्नु मन पनि लाग्यो। त्यो सिमहरू त धेरै राम्रो थियो, उता पूर्वको गाउँबाट त्यो हरियोहरू होइन, त्यो हिरोनी र हिरोको त्यो सुरुको लभ परेको पार्ट बेगरेर छुटेको, अनि उता गइसकेपछि उहाँको चाहिँ कपडाहरू ल्याएर चाहिँ मरेको कपडाले सुन्दाखेरि उहाँ बेहोस हुनुभयो नि हिरोनी, त्यो चाहिँ सर्वप्रथम त सेवाहरू मैले हेरेँ, अरू साथीहरूले बोलाएँ, हामी सबैजना भएर हेऱ्यौँ। निम्लेम्बुङ सिन एकदमै राम्रो होइन, पहाडी त्यसमा ताप्लेजुङ एरियामा खिचिएको त्यो छायाङ्कन गरेको एकदमै राम्रो सिनहरू हो, कथावस्तु अनि राम्रै भन्नुपर्छ। र समग्रमा यसको सिम्बोलिक चाहिँ मैले चाहिँ एउटा प्रेम जोसँग पनि प्रेम हुन्छ र प्रेम भएको मान्छेसँग पनि बिनाउन पनि सक्छ होइन। धेरै मान्छेको त्यस्तो घटनाहरू पनि हुन्छ, तर पनि अब प्रेम चाहिँ भइरहन्छ र यसमा पनि देखाएको के भन्दाखेरि प्रेम हुन्छ र अरू अर्कै के अरे व्यक्तिसँग विवाह हुन्छ र जो विवाह भएको व्यक्ति चाहिँ असामयिक निधन हुन्छ। एउटा यसमा चाहिँ युद्धमा चाहिँ अब निधन भएको देखाइएको छ र विधवा चाहिँ समाजमा अपहेलित भएको घटनाहरू देखाइएको छ। यसमा कतिपय ठाउँमा त हामीले नसोचेको कुराहरू नै देख्न पाइयो र लिम्बू समाजमा चाहिँ खास गरी विधवाहरूलाई अलिकति सम्मानै गरिन्छ। तर यसमा चाहिँ अलिकति एकदम राम्रो लाग्यो, कहानीहरू कथाहरू एकदम राम्रो छ, एकदम मजा लाग्यो। समग्रमा राम्रै भन्नुपर्छ दाजु। समुदायमा घटेको घटनाहरू एउटा लभ स्टोरी रहेछ, जस राम्रै लाग्यो।
जीवन बिताएको त्यो त्यस्तो कथाहरू अलिअलि मैले पनि अनुभव गरेको। अब छोरीचेलीहरू बेलायमा कर्म बिग्रेपछि त्यो घटनाहरू एकदमै याद आयो। दुईचोटि आँसु नै झऱ्यो मेरो त आरम्भदेखि त। फिल्म एकदम राम्रो लाग्यो। एकदम राम्रो लाग्यो। फेरि पनि अवसर पाइयो भने हेर्नेवाला परिवार सबै ल्याएर। धन्यवाद सरलाई। एकदम गाउँघरको याद। हजुर फिल्म कस्तो लाग्यो? कुन के पार्ट मन पर्यो? एकदम गजब लाग्यो। अलिकति सांस्कृतिक टाइपको छ। हजुर हजुर पुरानो कुराहरूको पनि याद दिलायो अनि गाउँघर पुगेको जस्तो अनुभव यो गजब। जति सुटिङ सिन सबै हजुर गाउँ पऱ्यो हो? हजुर सबै हामी पढेको स्कुल हुँदै बजार लाग्ने ठाउँहरू। हाम्रो फिल्म निर्माता कथा लेखक हाम्रो आशा कोकिम के पर्छ हजुरको? मेरो खुद तुम्बाको तुम्बा हो? ए तुम्बाको छोरा। ए जस फिल्म मन पर्यो? राम्रो लाग्यो हजुरलाई? एकदम गजब। जे इन्जोय गर्नुभयो? राम्रो। कोही मान्छे त साइडमा रोइराखेको पनि रोए पनि है? ए भने राम्रो लाग्यो। थ्याङ्क यू सर, थ्याङ्क यू।